जुन चार्ट हुन्छ नि, चार्ट चाहिँ दुईटा स्केल राखेर चाहिँ प्लट गर्न सकिन्छ। एउटा चाहिँ एरिथमेटिक स्केल अनि अर्को चाहिँ लग स्केल। एरिथमेटिक स्केलमा चाहिँ जुन दुईटा नम्बर हुन्छ नि तिनीहरू चाहिँ इक्वली स्पेस भएको हुन्छ। जस्तै 5 to 10 को बिचमा जति स्पेस छ त्यति नै स्पेस 50 to 55 को बिचमा हुन्छ। तर तिनीहरूको दुईटाको चाहिँ पर्सेन्टेज चेन्ज चाहिँ डिफरेन्ट हुन्छ। अनि अर्को लग स्केलमा चाहिँ यिनीहरू चाहिँ दुईटा नम्बर चाहिँ अनइक्वली स्पेस्ड भएको जस्तो देखिन्छ, तर यिनीहरू दुईटा बिचको जुन पर्सेन्टेज चेन्ज हुन्छ नि त्यो चाहिँ इक्वल हुन्छ। जस्तै 10 र 20 को बिचमा 100% इन्क्रिज भएको छ पर्सेन्टेज चेन्ज, भने 20 र 40 को बिचमा पनि पर्सेन्टेज चेन्ज चाहिँ 100% नै इन्क्रिज भएको छ। अनि स्टक मार्केटमा चाहिँ हामीले चाहिँ पर्सेन्टेज बेस चाहिँ युज गर्छौँ। अनि फ्युचर चार्टमा चाहिँ हामीले एरिथमेटिक स्केल युज हुन्छ। तर जुन चार्टिङ सफ्टवेयर हुन्छ नि त्यसमा चाहिँ बोथ टाइप्स अफ स्केल चाहिँ एलाउ भएको हुन्छ।